रानी पोखरी मन्दिर चाहिँ वर्षको चाहिँ नि एकचोटि भाइ यो मन्दिर चाहिँ नि भाइटिकाको दिन मात्रै खुल्ने भएको हुनाले म पनि अहिलेसम्म यहाँ घुम्न आएको छैन होइन। यहाँभित्र चाहिँ छिरेको थिएन, यो एरियामा त गएको थिएँ, यहाँभित्र छिरेको थिएन। त्यही भएर यहाँभित्र के रहेछ कस्तो रहेछ भनेर होइन। यहाँ चाहिँ नि वर्षमा दाजुभाइ दिदीबहिनी नहुनेले यहाँ टिकाहरू लगाउने होइन, दाजुले भाइलाई दिदी भाइ नहुनेहरूको चाहिँ नि यहाँ आएर चाहिँ टिका लगाउँदा रहेछन् होइन। एक किसिमको चाहिँ यो चाहिँ के भन्दाखेरि अब आन्तरिक टुरिज्म जस्तो पनि छ नि। किन भन्दाखेरि अब हजुरको एउटा पक्ष के छ भन्दाखेरि मलाई यो पनि लाग्छ कि यो त वर्ष दिनमा आज मात्रै खोज्छ। रानी पोखरी मन्दिरमा आउनुभएको छ, तपाईँलाई चाहिँ कस्तो लागेको छ? मलाई एकदमै आज खुसी लागिरहेको छु। किन भन्दाखेरि यो रानी पोखरी वर्षको एकचोटि खोल्ने भएर आज साथीहरूले टक्क हामी भेटघाट भइरहेको थियो, साथीहरूसँग घुमघाम गइरहेको थियो। घुम्न क्रममा रानी पोखरी वर्षको एकचोटि खोल्छ, यहाँभित्र जानुपर्छ भनेर हामी यसो यहाँको केही कुराहरू लग्नु पऱ्यो, यहाँको केही कुराहरू बुझ्नु पऱ्यो, जान्नु पऱ्यो भनेर चाहिँ हामी यहाँ आइरहेको हो। दर्शकवृन्द नमस्कार, नाइस खबरमा तपाईँलाई स्वागत छ। नाइस खबरको साथमा आज म उपस्थित भएको छु तपाईँहरूकै सहकर्मी मित्र पियाम थापा मगर। आज हामी काठमाडौँमा रहेका रानी पोखरीको विषयमा चर्चा गर्नेछौँ, जुन रानी पोखरीको बिचमा बाल गोपालेश्वर मन्दिर रहेको छ। जुन मन्दिर अथवा रानी पोखरी परिसर वर्षको एक दिन मात्र खुल्दछ, जुन दिन हो भाइटिकाको दिन अथवा तिहारको अन्तिम दिन भाइटिकाको दिन, जहाँ दिदी बहिनी नहुने दाजुभाइहरूले र दाजुभाइ नहुने दिदी बहिनीहरूले टिका लाउँदछन्। जुन मन्दिर चाहिँ प्रताप मल्लले बनाएका थिए। आउनुहोस् हामी त्यहाँको विशेष चर्चा गर्नेछौँ, के छ त त्यहाँ विशेष। नमस्कार, यतिखेर हामी रानी पोखरीमा छौँ, जहाँ वर्षको एकचोटि मात्र यो मन्दिर खुल्ने हामीलाई जानकारी भएको छ। यतिखेर हामी एकजना जहाँ यहाँ टिका लाउनको लागि अथवा घुम्दै तसाउनु भएको छ, हामी उहाँलाई स्वागत गर्नेछौँ। कहाँदेखि आउनुभएको छ? तपाईँलाई स्वागत छ नाइस खबरमा। हजुर नमस्ते। तपाईँ रानी पोखरी मन्दिरमा आउनुभएको छ होइन? तपाईँ चाहिँ किन आउनुभयो? रानी पोखरी मन्दिर चाहिँ वर्षको चाहिँ नि एकचोटि भाइ यो मन्दिर चाहिँ नि भाइटिकाको दिन मात्रै खुल्ने भएको हुनाले म पनि अहिलेसम्म यहाँ घुम्न आएको छैन होइन। यहाँभित्र चाहिँ छिरेको थिएन, यो एरियामा त गएको थिएँ, यहाँभित्र छिरेको थिएन। त्यही भएर यहाँभित्र के रहेछ कस्तो रहेछ भनेर होइन। यहाँ चाहिँ नि वर्षमा दाजुभाइ दिदीबहिनी नहुनेले यहाँ टिकाहरू लगाउने होइन, दाजुले भाइलाई दिदी भाइ नहुनेहरूको चाहिँ नि यहाँ आएर चाहिँ टिका लगाउँदा रहेछन् होइन। पहिलादेखि अनि आज चाहिँ मैले प्रत्यक्ष देख्न पाएँ, त्यही हेर्न आएको। तपाईँ प्रत्यक्ष देख्नुभयो आज पहिलोचोटि यहाँभित्र प्रवेश गर्दै हुनुहुन्छ होइन? तर पनि हामी देख्न सक्छौँ यहाँ चाहिँ दाजुभाइ नहुने दिदीबहिनीहरूले र दिदीबहिनी नहुने दाजुभाइहरूले चाहिँ एक आपसमा टिका लगाएको हामी देख्न सक्छौँ, देख्न पाउँछौँ। तर पनि तपाईँ त आउनुभयो, तर पनि टिका लाउनु भएको छैन, किन लाउनु भयो त? होइन, मैले लाउन नहुने भएर चाहिँ नलगाएको। कुनै कारण? हजुर 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 अब त्यसमा धेरै कारण हुनसक्छ। मैले चाहिँ नि नहुने भएर नलगाएको अहिले पालिको टिका। हजुर हजुर धन्यवाद, थ्याङ्क यू। हजुर धन्यवाद। तपाईँ म दिदी बहिनी आजदेखि है। ला मैले दक्षिणा दिनु एक किसिमको चाहिँ यो चाहिँ के भन्दाखेरि अब आन्तरिक टुरिज्म जस्तो पनि छ नि। किन भन्दाखेरि अब हजुरको एउटा पक्ष के छ भन्दाखेरि मलाई यो पनि लाग्छ कि यो त वर्ष दिनमा आज मात्रै खोज्छ। अरू दिन मान्छेले यहाँ प्रवेश गर्न पाउँदैन। यहाँ वरिपरि चाहिँ यसरी घुमेर होइन हजुर त्यो रमणीय दृश्यहरूको अवलोकन गर्न पाउँदैन। यो पनि एउटा ठुलो अवसर हो। तर यो भनेको चाहिँ सेकेन्डरी अवसर हो। तर मूलभूत कुरा भनेको प्राइमरी अवसर भनेको चाहिँ हजुरको कुरा भनेको चाहिँ आफ्नो दिदीबहिनी नहुने दाजुभाइहरूले यहाँका चेलीबेटीहरूबाट टिका लाउने, बाल गोपालेश्वरको भगवान्को दर्शन गर्ने उद्देश्य नै हो। उद्देश्य भनेको चाहिँ भन्ने मेरो पनि अब बुझाइ छ। थ्याङ्क यू।
लाइक पनि गरिदिनु भयो फेसबुकमा के युट्युबमा हजुर तपाईँलाई नाइस खबरमा स्वागत छ। हजुर कहाँदेखि हुनुहुन्छ कहाँदेखि आउनुभयो मेरो त पश्चिम घरबाट हो। पश्चिम हाल चाहिँ यहाँ स्टडी गर्दै हो। ए पश्चिम कुन जिल्ला पश्चिम हुम्ला। हुम्लादेखि धेरै टाढादेखि काठमाडौँ क्षेत्रमा बस्नुभएको छ होइन काठमाडौँ भ्यालीमा बस्नुभएको छ जहाँ आफ्नो भविष्य साकार बनाउनको निम्ति काठमाडौँ क्षेत्रमा बसेर पढ्नु भएको छ। तर पनि आज यो तिहारको दिन विशेष दिनमा हामी यसरी जम्का भेट भएका छौँ र हामी तपाईँसँग कुराकानी गरिरहेका छौँ र हामी यतिखेर रानीपोखरी मन्दिर स्थित छौँ र रानीपोखरी मन्दिरमा आउनुभएको छ। तपाईँलाई चाहिँ कस्तो लागेको छ? मलाई एकदमै आज खुसी लागिरहेको छु किन भन्दाखेरि यो रानीपोखरी वर्षको एकचोटि खोल्ने भएर आज साथीहरूले टक्क हामी भेटघाट भइरहेको थियो। साथीहरूसँग घुमघाम गइरहेको थियो। घुम्न क्रममा रानीपोखरी वर्षको एकचोटि खोल्छ यहाँभित्र जानुपर्छ भनेर हामी यसो यहाँको केही कुराहरू लग्नु पऱ्यो यहाँको केही कुराहरू बुझ्नु पऱ्यो जान्नु पऱ्यो भनेर चाहिँ हामी यहाँ आइरहेको हो। तपाईँ पनि मन्दिरभित्र प्रवेश गरिसक्नुभयो जानुभयो टिका लाउनुभयो? म मन्दिरभित्र प्रवेश त गरेको टिका नि लगाएको आफै लगाउने सिस्टम रहेछ त्यहाँ। अब हाम्रो त के अरे गाउँ मात्र नजान पाएको हाम्रो त दिदीबहिनी दाजुभाइ सबै छ। तर हामी चाहिँ विशेष यो हेरौँ कस्तो रहेछ राजाहरूले बनाएको भन्ने सुन्यो। रानीपोखरी राजाहरूले आफ्नो रानीको नाममा के अरे सम्झनामा खोलेको भएर हामी चाहिँ यो विशेष हेर्नको लागि बुझ्नको लागि मात्र आएको। तर विशेष चाहिँ दाजुभाइ दिदीबहिनी नहुनेले चाहिँ आएर यो गर्ने भन्ने सुनेको थियौँ त्यही भएर हामी चाहिँ यसो घुम्नलाई आएको। तपाईँको घरमा चाहिँ दिदी हुनुहुन्छ बहिनी हुनुहुन्छ तर पनि यो काठमाडौँमा चाहिँ दिदी बहिनी हुनुहुन्न त्यस कारणले पनि तपाईँ यहाँ आउनुभयो? दिदी बहिनी काठमाडौँमा हुनुहुन्न त्यसै कारणले आएको। घुम्ने क्रममा रानीपोखरी खुल्ला हुँदैछ वर्षको एकचोटि भन्ने सुन्यो त्यही अनुसार हामी के अरे रानीपोखरीमा आएर अनि के अरे यहाँको बारेमा जान बुझ्ने कुराहरू गरियो। भनेपछि तपाईँले टिका लगाइसक्नुभयो? आफैले लगाइसक्नुभयो? आफैले लाउनु मन्दिरमा गएर आफै के हुन्छ कता कसो हुन्छ लगाएर आफै लाउन पाउँदो रहेछ? आफै लगाउनु मिल्ने रहेछ। हामी देख्न सक्छौँ दिदीबहिनीहरू पनि छन् होइन दिदीबहिनी नहुनेहरू हुन् कि हुनेहरू हुन् त्यो थाहा भएन। तर चाहिँ त्यस सिस्टममा चाहिँ दिदीबहिनी दाजुभाइ नहुनेले लगाइरहेको थिएँ। अब हामी यता खिचनको त्यता के खिच्नु छब्बीस सेकेन्ड I just saw them and they're like